2082 साल जेठ 15 गते बिहिबारको गोरखापत्रबाट हामीले केही सामग्रीहरू लिएका छौँ र हामी त्यस सामग्रीहरूलाई अध्ययन गर्दै जानेछौँ। पहिलो रहेको छ यो बजेटको बारे। आर्थिक वर्ष 2082-83 लागि सरकारको राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट सार्वजनिक हुने भन्ने कुरा छापिएको छ। नेपालको संविधान 2072 को धारा 119 को उपधारा 3 उल्लिखित अर्थमन्त्रीले प्रत्येक वर्ष जेठ 15 गते सङ्घीय संसदमा राजस्व र अनुमान व्ययको अनुमान पेश गर्नुपर्ने व्यवस्था अनुरूप बिहिबार बजेट सार्वजनिक हुन लागेको हो। राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आवकका लागि 19 खरब 65 करोड रुपियाँको बजेट सीमा निर्धारण गरेको हो। नेपालको बजेट सार्वजनिक हुन लागेको 74 वर्ष पुगेको छ। प्रजातन्त्र प्राप्तिपछि 2008 माघ 21 गते तत्कालीन अर्थमन्त्री सुवर्ण शमशेरले नेपालमा पहिलो पटक बजेट वक्तव्य सार्वजनिक गर्नुभएको। पहिलो बजेटले सरकारको आम्दानी 3 करोड 5 लाख 16 हजार अनुमान गरेको र त्यस्तै खर्च भने 5 करोड 25 लाख 21 हजार हुने अनुमान गरिएको। पहिलो बजेटपछि 46 सालपछि पुनर्स्थापित बहुदलीय प्रजातन्त्रपछि गठित सरकारका अर्थ राज्यमन्त्री महेश आचार्यले ल्याउनु भएको 48-49 को बजेटलाई महत्त्वपूर्ण बजेटका रूपमा स्मरण गरिन्छ। यसमा अब लुकेको अर्थतन्त्रमा सरकारको योगदान बढिरहेकोमा उक्त बजेटपछि चाहिँ निजी क्षेत्रलाई पनि लगानीका क्षेत्र खुल्ला गरिएको मात्र होइन, लाइसेन्स राजलाई अन्त्य गरिएको थियो। त्यस्तै डाक्टर रामशरण महतले ल्याउनुभएको 53-54 को बजेटले वित्तीय अनुशासन र कर प्रणालीमा ल्याएको सुधारका कारण पनि त्यसको चर्चा हुने गरेको छ। त्यस्तै नेपाली जनताको 7 दशकभन्दा लामो त्याग बलिदानीपूर्ण जनसङ्घर्ष र जनआन्दोलनबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको 17 वर्ष पुरा भएको छ। विक्रम सम्वत 2065 जेठ 15 गते जननिर्वाचित संविधान सभाको पहिलो बैठकबाट 240 वर्षदेखि सत्तामा रहेको राजतन्त्रात्मक व्यवस्था अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको थियो। त्यस्तै अर्को समाचार रहेको छ यो सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको 72 वर्ष पुगेको भन्ने बारे। सन् 1953मा 29मा सन् 1953 मे 29मा न्युजिल्यान्डका एडमन्ड हिलारी तथा नेपालका तेन्जिङ नोर्गेले सगरमाथा शिखरमा पहिलो पाइला टेकेपछि 7 दशकको अवधिमा करिब 7,000 आरोही सगरमाथा शिखरमा पुगेका छन् भने जीवन गुमाउनेको सङ्ख्या 340 नाघेको छ। एसिया महाद्वीपको कुरा गर्ने हो भने पश्चिममा सिन्धु नदी र पूर्वमा ब्रह्मपुत्र भूभागको 2400 किलोमिटर क्षेत्रमा फैलिएको हिमाली श्रृङ्खलामध्ये नेपालमा 6,000 मिटर माथिका 1,310 भन्दा बढी चुचुरो रहेको अध्ययनले देखाएको छ। यो यी हिम चुचुरामध्ये आरोहणका लागि हालसम्म 476 चुचुरो खुला गरेका छन् भने 8,000 मिटरभन्दा उच्च 14 हिमालमध्ये 8वटा नेपालमै पर्छन्। 8,000 मिटरभन्दा उच्च 14 हिमाल अब क्रमशः दिएका छन् यहाँ। सगरमाथा, कञ्चनजङ्घा, लोत्से, मकालु, चोयु, धौलागिरी, मनासलु, अन्नपूर्ण तथा पाकिस्तानमा केटु, नाङ्गा पर्वत, ग्लासियर ब्लुम, ब्रोड पिक, ग्लासियर ब्लुम दोस्रो तथा चिनको सिसापाङमा रहिआएकोमा हाल नेपालले कञ्चनजङ्घा र लोत्से हिमाली श्रृङ्खलामा 8,000 मिटरभन्दा बढीका 6 थप शिखरहरू पनि पहिचान गरेको छ, तर त्यो चाहिँ अन्तर्राष्ट्रिय मान्यता पाउन बाँकी नै छ। फेरि पनि यो संविधान सभाको पहिलो बैठकले 2065 जेठ 15 गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गर्यो, जुन प्रणाली विश्वका धेरै मुलुकले अवलम्बन गर्दै आएका छन्। साथै आजको यस 15 जेठमा दुई महत्त्वपूर्ण लेखहरू पनि छन्। पहिलो रहेको छ पूर्वाधार र समाज रूपान्तरण भन्ने छ। यसमा विभिन्न तथ्याङ्कहरू दिएका छन्। अति नै महत्त्वपूर्ण लेख रहेको छ यो र सरसरी यसलाई छिटो पढ्ने प्रयास गर्दा यहाँ भनेको छ 2062-63 को जनआन्दोलनपछि स्थापित लोकतान्त्रिक गणतन्त्रले
शिक्षा, स्वास्थ्य, पूर्वाधार, सञ्चार तथा सूचना प्रविधि लगायतका क्षेत्रमा नीतिगत संरचनात्मक र गुणस्तरीय सुधारको जग बसाउने काम गरेको छ। शिक्षा क्षेत्रमा अनिवार्य तथा निशुल्क शिक्षा भयो। त्यस्तै स्वास्थ्य क्षेत्रलाई आधारभूत सेवा मौलिक हकका रूपमा सुनिश्चित गर्यो। त्यस्तै अब अन्य विविध कुराहरू जस्तै सडक सञ्जाल, अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, स्वास्थ्य बिमा कार्यक्रम, डिजिटल शिक्षाको अभ्यास, सूचना प्रविधिमा 4G र 5G का कुराहरूले अहिले नेपाली जनताको जीवनशैलीमा सहजता आएको कुरा यहाँ हामी बुझ्छौँ। त्यस्तै यहाँ विभिन्न आयामहरूको कुरा गरिएको छ। जस्तै शिक्षामा पहुँच विस्तार भनिएको छ। गणतन्त्र स्थापनापछि सरकारले शिक्षामा सबैभन्दा धेरै बजेट आर्थिक वर्ष 2068-69मा छुट्याएको थियो। त्यस वर्ष कुल वार्षिक बजेटको 16.6% अर्थात् 63 अर्ब 91 लाख रुपियाँ शिक्षा क्षेत्रमा विनियोजन गरेको थियो। त्यसपछि 2075मा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन आयो। त्यस्तै 2062-63को परिवर्तन भए पश्चात 10वटा विश्वविद्यालयहरू पनि बन्यो नेपालमा। त्यस्तै साक्षरता अभियानको घोषणा सरकारले गर्यो 65-66मा। र अबको नीति तथा कार्यक्रममा पहिलोपटक सो योजना पनि समावेश गरियो। यो साक्षरता अभियानको घोषणा 65-66मा भएको रहेछ। 72 सालमा जारी संविधानले आधारभूत र माध्यमिक शिक्षाको सम्पूर्ण अधिकार स्थानीय सरकारको अधिकार सूचीभित्र पनि राख्यो। र त्यस्तै अब यो विश्वव्यापी रूपमा सूचना प्रविधिको विकास भइरहेकै क्रममा नेपालमा पनि अब यो शिक्षामा नवीनतम विधि ल्याउने भनी प्रतिस्पर्धात्मक जनशक्ति उत्पादन गर्ने आवश्यकता पनि देखिन्छ। र त्यस्तै 2075 सालमा उच्च स्तरीय शिक्षा आयोग गठन गरियो। 76 सालमा राष्ट्रिय शिक्षा नीति पनि जारी गरियो। त्यस्तै अब विभिन्न कार्यक्रमहरूमा विद्यालय खाजा कार्यक्रमको विस्तार, निःशुल्क सेनिटरी प्याड वितरण, अक्षराङ्कन पद्धतिको कार्यान्वयन, नयाँ पाठ्यक्रमको कार्यान्वयन जस्ता सुधारका कदमहरू पनि चालिए। अब अहिलेको पछिल्लो समयमा शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि नै समयमै पाठ्यपुस्तक पुर्याउने व्यवस्था पनि गरिएको छ। र हाल मुलुकभरि अहिले विद्यालयको सङ्ख्या 35,055वटा रहेका छन्। यो चाहिँ सार्वजनिक तथा निजी दुइटै गरेर। अब यहाँ विभिन्न अन्य तथ्याङ्कहरू पनि दिएको छ। जस्तै राष्ट्रिय योजना आयोगका अनुसार पूर्व प्राथमिक शिक्षामा कुल भर्ना 84.7% पुगेको र प्रारम्भिक बाल विकास अनुभवमा कक्षा 1मा भर्ना हुने बालबालिका 66.9% रहेको यो विभिन्न कक्षामा भर्ना दर बनेको छ। त्यस्तै 68 सालको जनगणनामा 15 वर्ष माथिको जनसङ्ख्याको साक्षरता दर 58% मात्र रहेकोमा अब 2074-75मा भने यो 15देखि 24 वर्ष उमेरसम्मको साक्षरता दर 88.6% पुगेको छ र हालसम्म 51 जिल्ला साक्षर जिल्लाको रूपमा घोषणा भइसकेको छ। र यो छात्रवृत्ति वितरण पनि मन्त्रालयहरूले गरिरहेकै छ। त्यस्तै स्वास्थ्य सूचक र स्वास्थ्य सेवासँग सम्बन्धित केही तथ्याङ्कहरू पनि यहाँ दिएको छ। जस्तै औसत आयु हाल 71.3 पुगेको छ भने विभिन्न कुराहरू जस्तै मातृ तथा नवजात शिशु स्वास्थ्य, पोषण, प्रजनन र बाल स्वास्थ्यको सूचकमा पनि सकारात्मक परिवर्तन देखिएको छ। अब 47 सालमा नेपालको औसत आयु 55 वर्ष मात्र भएकोमा अब 71.3 चाहिँ अहिले भएको छ। त्यस्तै 2072 जुन संविधान जारी भयो त्यसले स्वास्थ्यलाई त अब मौलिक हकको रूपमा समावेश गर्यो र प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने र आकस्मिक सेवाबाट वञ्चित नगर्ने व्यवस्था पनि गरेको छ। त्यस्तै विक्रमसम्वत 2072 चैत 25देखि राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रम पनि सञ्चालनमा आएको छ। भने स्वास्थ्य बिमा कार्यक्रम र विपन्न नागरिक कोषले उपचार सेवा सुलभ बनाउन भूमिका खेलेकै छन्। त्यस्तै अब विभिन्न यो आम नागरिक लक्षित वर्गका लागि आमा सुरक्षा कार्यक्रम, महिलाको आङ खसेको निःशुल्क उपचार तथा 98 प्रकारको औषधि निःशुल्क वितरण गर्दै आएको छ। साथसाथै यो मुटु, मृगौला, क्यान्सर लगायत 8 गम्भीर रोगमा 1 लाख रुपियाँसम्मको निःशुल्क उपचार पनि सुनिश्चित गरेको छ। जसले लक्षित वर्गलाई प्रत्यक्ष लाभ पुर्याएको छ। अब यो नेपालको स्वास्थ्य क्षेत्र रणनीतिक योजना अब 1979-80देखि 87-88 सम्मको लागि तयार गरेको छ।
त्यस्तै अब नेपालको जनसङ्ख्याकी तथा स्वास्थ्य सर्वेक्षण 2079 अनुसार अब यो 14 देखि 49 वर्ष उमेरसम्मको 94% महिलाले दक्ष स्वास्थ्य कर्मीबाट गर्भावस्थामा सेवा लिएको भन्ने छ। 5 मध्ये 4जना शिशुको जन्म पनि दक्ष जनशक्तिबाट भएको देखिन्छ। र 30 मिनटभित्र स्वास्थ्य स्थानमा पुग्ने पहुँच भएको परिवारको अनुपात हाल 77% पुगेको छ। अब यसलाई चाहिँ 90%मा पुर्याउने 16 योजनाको लक्ष्य रहेको छ। अब साथसाथै यसमा हाल्ने अन्य मृत्युदरहरू, नवजात मृत्युदरहरू, 1 वर्ष मुनिको शिशुको मृत्युदरहरूको तथ्याङ्क जानकारी पनि दिएका छन्। त्यस्तै अब राष्ट्रिय योजना आयोगको 16औं योजनाले स्वास्थ्य प्रणाली सुधारका लागि सर्वव्यापी, निःशुल्क र समतामूलक सेवा प्रदान, विशेषज्ञ सेवालाई स्वास्थ्य बिमासँग आबद्धता, सामुदायिक स्वास्थ्य सुदृढीकरण, सुरक्षित मातृत्व र बाल स्वास्थ्यको संस्थागत विस्तार, औषधिजन्य सामग्री र खोप उत्पादनमा आत्मनिर्भरता अभिवृद्धि गरी 5 मुख्य प्राथमिकता क्षेत्र पनि निर्धारण गरेको छ। र यी सबै सुधारात्मक नीतिको परिणामस्वरूप नेपालले स्वास्थ्यका सूचकमा सुधार गर्दै अन्तर्राष्ट्रिय सम्मान समेत प्राप्त गर्न थालेको छ। त्यस्तै अब पूर्वाधारको कुरा पनि भएको छ। 2047 सालमा देशभरि जम्मा 9,000 किलोमिटर सडक भएकोमा 81सम्म आइपुग्दा 1,10,000 किलोमिटर पुगेको छ, जुन 12 गुणाभन्दा बढीको वृद्धि हो। हाल सडक पूर्वाधारमा टनेल प्रविधि, अग्ला पुल र पूर्व पश्चिम जोड्ने 4वटा राजमार्गको सञ्चालन सुरु भइसकेको छ। अब हाल 77वटै जिल्लाका सदरमुकाम राष्ट्रिय सडक सञ्चालन मार्फत जोडिएका छन्। 72वटा जिल्लाका सदरमुकाम कालोपत्री सडकमा जोडिएका छन्। 80वटा सडक राष्ट्रिय राजमार्गको रूपमा सूचीकृत छन्। तीमध्ये कुल लम्बाइ 14,913 किलोमिटर पहिचान गरिएको छ, जसमा करिब 7,800 किलोमिटर कालोपत्री गरिएको छ। त्यस्तै 48 साल यता नेपालमा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुई प्रकारका विमानस्थलको उल्लेखनीय विस्तार पनि भएको छ। अब आधा दर्जन विमानस्थलमा रात्रिकालीन हवाई सेवा उपलब्ध छ। दर्जनौँ आन्तरिक विमानस्थलमा पनि धावना मार्ग पक्की भइसकेका छन्। अब यो रेल सेवा चाहिँ त्यति विकास भएको पाइएन। नेपालमा पहिलो रेल सेवा अमलेखगञ्जबाट रक्सोलसम्म करिब 48 किलोमिटर सन् 1927मा सुरु भएको थियो। सन् 1960 सालमा बन्द भयो यो। र यसै गरी सन् 1937मा भारतको जयनगरदेखि नेपालको जनकपुर बिजलापुरसम्म 51 किमीमा अहिले रेल सेवा सञ्चालनमा आएको छ। प्रविधिमा पनि थुप्रै फड्को मारेको छ नेपालले। जस्तो उदाहरणको रूपमा यहाँ केही तथ्याङ्कहरू छन्। जस्तो विक्रम 2047मा 3,000जनामा एउटा टेलिफोन मात्र उपलब्ध हुने भए अहिले प्रत्येक व्यक्तिमा एकभन्दा पनि बढी मोबाइल फोन छन् र 75% नागरिक इन्टरनेट सेवामा पहुँच राख्छन्। 28 विक्रम 2078को जुन जनगणना भयो, त्यसअनुसार 73% नागरिकसँग मोबाइल, 49%सँग टेलिभिजन, 38%सँग इन्टरनेट सुविधा र 15%सँग कम्प्युटर वा ल्यापटप रहेको छ। नेपालीहरू पनि डिजिटल प्रविधिसँग जोडिएको यहाँबाट प्रश्न हुन्छ। विक्रम 2072को संविधानले सूचना, प्रेस स्वतन्त्रता, गोपनीयता र सूचना प्राप्तिको अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गर्यो। त्यसपछि विक्रम 2076मा सरकारले डिजिटल नेपाल फ्रेमवर्क ल्यायो, जसले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, ऊर्जा, नागरिक सेवा, डिजिटल अर्थतन्त्र र सञ्चार क्षेत्रलाई प्रविधि मैत्री बनाएको छ। त्यस्तै राष्ट्र बैङ्कका अनुसार चालु आवमा 71 खर्ब रुपियाँभन्दा बढीको डिजिटल कारोबार नै भएको छ। सरकारले विक्रम 2081मा एआई अवधारणा पत्र पनि सार्वजनिक गर्दै नीति, रणनीति निर्माणको तयारी गरेको छ। अब 4G इन्टरनेट प्रयोग 86%सम्म पुगेको छ र 5G सेवा परीक्षण भइरहेकै छ। यो थियो नेपालको पूर्वाधारसँग सम्बन्धित लेख। यसमा विभिन्न तथ्याङ्कहरू दिएका छन्। हामी लेखकलाई धन्यवाद दिँदै यसलाई हामी अध्ययन सामग्रीको रूपमा प्रयोग गर्न सक्छौँ। र अर्को त्यस्तै महत्त्वपूर्ण लेख रहेको छ यसै दिन छापिएको गोरखापत्रमा। शीर्षक छ देशको मुहार फेर्ने गौरवको आयोजना। अब गौरवको आयोजना भन्नाले त्यस्ता आयोजना हुन् जसले मुलुकलाई जुन आयोजनाले मुलुकलाई आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक रूपमा सबल बनाउने लक्ष्य पुरा गर्ने भूमिका निर्वाह गरेको हुन्छ। सरकारले आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक तथा मानव विकासको दृष्टिले रणनीतिक महत्त्वको आयोजना वर्गीकरण गरी प्राथमिकतामा राखिएको छ। अब यसमा सम्बन्धित कुराहरू पनि यसमा धेरै नै दिएको छ। जस्तो सर्वप्रथम आर्थिक वर्ष 2068-69मा जम्मा 17वटा राष्ट्रिय गौरवको आयोजना घोषणा गरिएको थियो।
त्यसपछि आर्थिक वर्ष 2070-71मा 4वटा, अब 75-76, अब 2076-77 र अब 2077-78मा एक एकवटा आयोजना थपिएसँगै अहिले राष्ट्रिय गौरवका आयोजनाको सङ्ख्या 24 पुगेको छ। यो चाहिँ अब 68बाट सुरु भएको रहेछ, 68-69-70मा, र अहिले 24 पुगेको छ। नेपाल सरकार मन्त्री परिषदका निर्णयअनुसार राष्ट्रिय गौरवको आयोजनाको घोषणा गरिन्छ। राष्ट्रिय गौरव आयोजनाका लागि सरकारले सबै खालको स्रोतहरू उपलब्ध गराउँदै आएको भए पनि आयोजनाको प्रकृति भने सन्तोषजनक छैन। अब यो चिन्ताजनक विषय हो। अब 2080-81मा राष्ट्रिय गौरवका आयोजनाका लागि कुल 60 अर्ब 38 करोड 71 लाख रुपियाँ खुद बजेट विनियोजन गरिएकोमा 54 अर्ब 24 करोड 8 लाख रुपियाँ खर्च भई वित्तीय प्रगति 89.82% र भौतिक प्रगति 57.50% भएको थियो। अब यहाँ केही आयोजनाको हालको स्थिति पनि भनेको छ। जस्तो राष्ट्रिय गौरवका आयोजनामा वर्षेनी करिब 80 अर्ब रुपियाँ विनियोजन हुँदै आएको छ। अब 2068-69-70देखि औपचारिक रूपमा राष्ट्रिय गौरवका आयोजना सुरु गरिए पनि यसमा सूचीकृत कतिपय आयोजना 4 दशकभन्दा पुराना छन्। जस्तो यहाँ उदाहरण पनि दिएको छ। बबई सिँचाइ आयोजनाको काम अब 45-46देखि सुरु भएको हो भने सिक्टा सिँचाइ आयोजना आर्थिक वर्ष 2061-62देखि निर्माण सुरु भए पनि अहिलेसम्म काम सम्पन्न हुन सकेको छैन। यो सिँचाइ आयोजनाको कुरा भयो। 750 मेगावाटको जलाशययुक्त पश्चिमी सेती जलविद्युत आयोजनाको निर्माण अहिलेसम्म सुरु हुन सकेको छैन। पश्चिमी सेती जलविद्युत आयोजनाको निर्माण मोडालिटी तयार हुने क्रममा छ। अब यसमा केही समस्याहरू पनि औँल्याएको छ। जस्तो पर्याप्त बजेट अनुगमन आवश्यक। एउटा चाहिँ सम्बन्धित निकायको अनुगमनको अभावमा राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत योजनाहरूको काम लक्ष्यअनुसार अगाडि बढ्न नसकेको रहेछ। अर्को त्यस्तै बजेट पर्याप्त मात्रामा हुँदैन। जस्तो कतिपय आयोजनामा अर्ब चाहिने ठाउँमा जम्मा करोड मात्रै विनियोजन भएको पाइयो। त्यस्तै आयोजनासँग सम्बन्धित मन्त्रालय र निकायले चासो नै नदिने र पर्याप्त अनुगमन पनि नगर्ने र आयोजनामा काम सोचे जस्तो यिनै कारणले बढ्न नसकेको। अब यो चाहिँ केही विज्ञहरूको भनाइ भयो। अब आयोजनाको छनौट प्रक्रिया पनि त्यति पारदर्शिता हुन नसकेको भयो, हुन नसकेको देखियो र राष्ट्रिय आयोजना बैङ्क कार्यान्वयनमा ल्याउनु पर्ने र सो बैङ्क मार्फत विकास अनुशासन पनि कायम गर्नुपर्ने जरुरी भन्ने यहाँ सल्लाह सुझावहरू दिएका छन् पूर्व सदस्यले, राष्ट्रिय योजना आयोगका पूर्व सदस्यले। तर यो कुराहरू जरुरी छ। आयोजनाको छनौट प्रक्रिया समेत पारदर्शी ल्याउनु पर्ने र बैङ्क कार्यान्वयनमा ल्याई सो बैङ्क आयोजना बैङ्क कार्यान्वयनमा ल्याई सो बैङ्क मार्फत विकास अनुशासन कायम गर्न पर्ने भन्ने एउटा चाहिँ सुझाव जस्तो भयो। त्यस्तै प्रोजेक्ट गभर्नेन्सलाई विशेष किसिमले सुधार्नु पर्ने, ऐन कानुन खरिद प्रक्रिया लगायत के कारणले गर्दा समस्या भएको छ सोबारे अध्ययन हुनुपर्ने। राजनीतिक अस्थिरताका कारण पनि विकास निर्माणले गति लिन नसकेको, यो पनि एउटा अर्को कुरा भयो। त्यस्तै अब आयोजना छनौट प्रक्रियादेखि लिएर कार्यान्वयनको तहसम्म देखिएको गभर्नेन्सको पाटो नै मुख्य हो र त्यसैलाई नै सुधार्नु पर्ने। अब अर्को एउटा यहाँ कुरा भनेको छ अर्को एउटा गौरव आयोजनाको बारेमा, राष्ट्रिय गौरव आयोजना। राष्ट्रिय गौरव अन्तर्गत अब 65-66मा रेल मेट्रो तथा मोनोरेल विकास आयोजना सुरु गरिए पनि अहिलेसम्म यस आयोजनाको भौतिक प्रगति 5% पुगेको छ। 70 अर्ब 62 करोड लगायत लागतमा यो आयोजना सुरु गरेको थियो। अहिलेसम्म यस आयोजना अन्तर्गत 6 किलोमिटर ट्र्याक बेड र 4वटा रेलवे पुल निर्माण भएको रेल विभागले जनाएको छ। यस आयोजनाका लागि चालु आवमा 3 अर्ब 20 करोड 3 लाख रुपियाँ बजेट विनियोजन गरिएकोमा अहिलेसम्म 15 करोड 3 लाख रुपियाँ यानि 4.70% मात्र खर्च भएको भन्नाले यसमा खर्च हुनै सकेको छैन। त्यस्तै गरी 2 दशक अघि सुरु गरेको सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति जम्मा 41% मात्र पुगेको छ। त्यस्तै गरी आर्थिक वर्ष 2063-64मा सुरु भएको महाकाली सिँचाइ आयोजनाको अब 80-81सम्म 22.18% भौतिक प्रगति भएको छ भन्नाले जुन प्रगति एकदम न्यून अनि कमजोर देखिन्छ। अब यहाँ राष्ट्रिय गौरवका आयोजनाहरू दिएका छन्। अब यो 24वटा कन्टे पार्नुपर्ने हुन्छ। सिक्टा सिँचाइ आयोजना, बबई सिँचाइ आयोजना, रानी चमरा कुलजरिया सिँचाइ आयोजना, भरिबेबे डाइभर बहुउद्देश्य आयोजना, माथिल्लो तामाकोशी जलविद्युत आयोजना, बुढी गण्डकी जलविद्युत आयोजना, विद्युत प्रसारण आयोजना, पश्चिम सेती जलविद्युत आयोजना, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, सुनकोशी मरिन डाइभर्सन आयोजना, महाकाली सिँचाइ आयोजना, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, रेलवे तथा मेट्रो विकास आयोजना, हुलाकी राजमार्ग, पुष्पलाल मध्य पहाडी राजमार्ग लोकमार्ग,
उत्तर दक्षिण कोशी कोराइडर लोकमार्ग, उत्तर दक्षिण कालीगण्डकी कोरिडोर लोकमार्ग, उत्तर दक्षिण कर्णाली कोरिडोर लोकमार्ग, काठमाडौँ तराई मधेस द्रुत मार्ग, मिलम्ची खानेपानी आयोजना आंशिक सम्पन्न। त्यस्तै पशुपति क्षेत्र विकास कोष, लुम्बिनी क्षेत्र विकास कोष, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, यी दुई लेखहरू अति नै महत्त्वपूर्ण छन्। लेखकहरूलाई धन्यवाद दिँदै हामीले आज यस भिडियोमा केही अध्ययन गर्ने प्रयास गऱ्यौँ। भिडियो हेर्नुभएको भए धन्यवाद।